Hi everyone. आज चाहिँ हामीले युनिसाको झोलाभित्र के होला भनेर गेम खेल्छौँ है त ल सुजनाले हेर्छ म चाहिँ युनिसाको ब्याग चेक गर्छु है यसको ब्यागमा के हुँदो रहेछ हेरौँ है सधैँ गरुङ्गो हुन्छ कि मेरो ब्याग अनि त्यही भएर यसले के छ भनेर आज चेक गर्न लागेको छ कि एउटा नोटबुक है खाताको लागि रामेन पैसै पैसा भएको पर्स छैन तर के 1 रुपियाँ पनि छैन यहाँ पैसा लास्टै आइफोनको चार्जर आइफोन त भन्नु पर्दैन भयो फोनको चार्जर त्यो काममा लाउने टोपी हो के अब यहीँबाट काममा जानुपर्छ ह्यान्ड क्रिम केयर गर्ने कि अब जाडोमा जाडो भयो नि त जापान हो जतिखेर पनि वेदर चेन्ज हुन सक्छ पेन्सिल ब्याग बच्चालाई पेन्सिलहरू बोकेर स्कुल पठाउने बेलामा आफै पेन्सिल बोक्दै स्कुल जाँदैछ नाइस द्याट अर्को मेमो पर्फ्युम यो चाहिँ जेल पर्फ्युम है एकदम रेकमेन्डेड एकदमै राम्रो छ कस्तो मिठो बास्ना आउँछ यो अस्ति थिमासाले कर्नको सुप दिएको थियो कि मलाई यो तातो पानीमा हालेर खाने हो कि यो कामको कार्ड यसलाई त मैले हान्छु कि चकलेट त्यो पनि सोरेको अबि फाइल घडी है रामेन खाएर पचाउनको लागि हो काट्नु त कसलाई घोच्नु लाग्छु के हो त्यो बिल ए कहाँको हो यो के तिरेँ मैले यो अस्ति यहाँ गएको डेकोरेसन निकाल्दाखेरि मन परेर राखेको यो चाहिँ लिप बाम त्यति नै हो यति थोरै सामान तिमी क्या अरू त यहाँ नि होला नि यसमा म पनि चेन्ज हुन्छु क्या ए पासपोर्ट दुईटा लिपस्टिक जाडो छ एयरबड्स कस्तो कान्छी लाउँछ नि त त्यही भएर लिएर हिँडे हो कि त्यो चाहिँ